हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल अगेन। र अहिले चाहिँ यहाँनिर पेट्रोल हाल्ने काम हुँदैछ र हामी चाहिँ किन हालेको भन्दाखेरि चाहिँ आज चाहिँ हामी वरिपरि काठमाडौँमा चाहिँ होइन तर अलिकति टाढो वी आर गोइङ टु पोखरा। र आज बिहान अहिले चाहिँ 8 बजिसकेको छ, हामी पोखरा जाँदैछौँ। सो आजको ब्लग पोखरा ट्रिप हुनेछ, हेर्दै गर्नुहोला। सो हामी चाहिँ पोखरातिर लागिरहेका छौँ र यो नाइट बसहरू हेर्नु न, काँकरी भिट्टाहरूबाट अरूबाट आएको बसहरू चाहिँ हामी यसरी बाटोमा भेट्दो रहेछ, किनभने हामी बिहानै निस्केको नि त। अनि त्यही भएर जाममा फसिँदै निस्किँदै हामी चाहिँ गइरहेका नै छौँ र हेर्दै गर्नुहोला। र यहाँ जुम गरेर हेर्नु न, सरस्वती माताको मूर्ति है माथि, कस्तो राम्रो देखेको। हेर्नुहोस् न, हामी चाहिँ यहाँ मलेखु पनि आइसकिसक्यौँ र यहाँ चाहिँ अब हामी लन्च गरिरहेको छौँ। टेस्टी खाना खाइसक्यौँ। यताको थाली पनि खाली, यताको थाली पनि खाली, यताको चाहिँ छ। पसिना पसिना भयो। लु हामीले खाइसक्यौँ। र हामीले यहाँ मलेखुमा खाएको होटलको नाम चाहिँ श्याम दाईको लोकल भान्साघर। यति मिठो पाउँदो रहेछ। र अब खाना खाएर पनि फेरि हाम्रो यात्रा जारी नै छ। कति बेला पुग्ने हो, धुलै धुलो बाटो चाहिँ है बनाउँदै रहेछ नि त। अनि त्यही भएर कोही बाटो चाहिँ फेरि राम्रो। र यो तपाईँहरूले देख्दै गर्नुभएको खोला जुन चाहिँ नदी छ, यसलाई चाहिँ भन्दो रहेछ त्रिशुली नदी। जे न्युजहरूतिर पनि आइरहेको हुन्छ नि है, त्रिशुली नदीमा गाडीहरू पसेको है। मैले चाहिँ यो जग्गा हेर्दाखेरि चाहिँ नि हाम्रो चाहिँ त्यो बाघपुलबाट तल टिस्टा देख्छ नि, त्यस्तै सेम लागेको। हामीलाई चाहिँ त्यही बाटो हिँडेको जस्तो लागेको नि। र हामी पोखरा जाँदै गर्दा बाटोमा चाहिँ यहाँ गेट जुन चाहिँ देख्नु हुँदैछ नि, यहाँबाट चाहिँ भित्र मनोकामनाको, हजुरहरूले सुन्नै भएको होला है, मनोकामनाको दर्शन गर्नु आउनेहरू चाहिँ यो बाटो भएर जानु पर्दो रहेछ थ्रु केबल कार। र हामी जानु नपाए तापनि यहाँबाट देख्यौँ है। र एक दिन भाग्यमा छ भने अनि भगवान्ले चाह्यो भने हामी फेरि आउने छौँ होला, मौका पाउँछौँ होला आउने। र यहाँबाट पनि हामीले दर्शन गऱ्यौँ। यतिको लागि नै हामी धेरै भाग्यमानी ठान्छौँ। र हेर्दै गर्नुहोला, हामी जाँदैछौँ। अब चाहिँ हामी मुगलिन आइपुग्यौँ। कता हो? यो चाहिँ मुगलिन। यताबाट माथि चाहिँ काँकरी भिट्टा इन्डिया जान्छ भने यताबाट चाहिँ पोखरा यो चाहिँ पोखरा जाने बाटो। अनि यो चाहिँ हो ढुकाली दाल भात पावर रेस्टुरेन्ट। यहाँ पनि मिठो खाना बनाउँछ। यहाँको दाइहरू चाहिँ ओनर दाइहरू चाहिँ जापानबाट आउनुभएको। सो त्यो ठाउँ एकदम राम्रो छ, खाना पनि मिठो छ। अब यहाँ आउँछ ब्रेड। त्यो ब्रिजबाट चाहिँ त्यो चाहिँ कुन खोला रे? त्रिशुली खोला। त्यो जुन जल्दी बाटो थियो नि, त्यो बाटो उतै जान्छ। त्रिवेणी पहिला चाहिँ यो बाटो यो पुलबाट जान्थ्यो। यो चाहिँ नयाँ, यो चाहिँ नयाँ बनाएको हो। यस्तो छ ल है गाइस, बाइ। अहिले चाहिँ हामी ऐना पहाडमा उत्रिरहेको छौँ। यसलाई चाहिँ भन्दो रहेछ ऐना पहाड। झरना देख्नु हुँदैछ व्हाइट कलरको परबाट, यो चाहिँ छ झरना। लेट्स गो एन्ड सी। सङ्गत त गइसक्यो। यहाँ चाहिँ रहेछ टिकट काउन्टर। अन्त त्यहाँदेखि पानी। र हामी चाहिँ यहाँ ऐना पहाड पनि बाहिरबाट नै हेऱ्यौँ। अनि हेरिराखेर चाहिँ हामी फेरि लाग्यौँ, किनभने अलरेडी लेट भइसकेको थियो। र अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ पस्छौँ भित्र चाहिँ। सो हामी गइरहेका छौँ। यहाँ चाहिँ अब बाटो चाहिँ एकदमै राम्रो रहेछ नि त, अन्त मजा लागेको हो। अनि घरहरू यताउति बाहिरको भ्यू हेर्दै हामी चाहिँ गइरहेका छौँ गफ गर्दै।
अब चाहिँ हामी फाइनली पोखरा पुग्नै लाग्यौँ है। अब यो अहिले अलिकति आउट अफ टाउन होला यो चाहिँ ठाउँ, र अब यो सबै कटेर चाहिँ हामी पोखरा पुग्छौँ होला र हामी गइरहेका छौँ। अब चाहिँ पोखरामा गएर चाहिँ हामी माइजूहरूकोमा जान्छौँ नि त। अन्त मेरो फोन चाहिँ एक्चुअली डेड हुन आँटिसक्यो, ब्याट्री डाउन भइसकिसक्यो। हेरौँ कतिसम्म यो ब्याट्रीले पनि साथ दिन्छ। र हामी गइरहेका छौँ। घाम लागिरहेको छ, यता त गरम पो हुँदो रहेछ, म त ठन्डा पो हुन्छ होला पोखरा त भनेर सोचेको थिएँ। फाइनली वी आर हियर एट पोखरा। यो चाहिँ पोखरा रहेछ र हामी आइसकिसक्यौँ र हामी चाहिँ यहाँ लेक साइड आइसकेको छौँ। र हाम्रो भाइको चाहिँ यहाँनिर क्याफे छ नि त, अनि त्यहाँ एकछिन उसलाई भेटेर चाहिँ हामी घरतिर लाग्छौँ। र मेरो फोन चाहिँ अलरेडी ब्याट्री डाउन भइसकेको थियो र मैले फर्दर भिडियो पनि गर्नु पाइनँ। र अब नेक्स्ट डेको भोलिको हुन्छ अर्को भ्लग, र त्यो हेरिदिनु होला। तबसम्मलाई बाई बाई।